दर्शकबिन भरतपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा पर्दा सबै यात्रुको ज्यान जोगिनु केवल संयोग मात्र थिएन, त्यसको पछाडि उदय, साहस र मानवताको ठूलो भूमिका थियो। त्यही अवस्थामा 5 थरका उमेश मोक्तानले असाधारण हिम्मत देखाउँदै 1 सेकेन्ड पनि नडराई लात्ताले हानेर इमर्जेन्सी ढोका खोलेर यात्रुहरूलाई सुरक्षित बाहिर निस्कने बाटो बनाए। जहाँ धेरैजना आफ्नो ज्यान जोगाउने चिन्तामा आत्तिरहेका थिए, त्यही बेला उनले अरूको ज्यान बचाउने साहसिक निर्णय लिए। उनको त्यो 1 क्षणको हिम्मतले उनीसहित जहाजका सवारी 56 यात्रुको जीवन सुरक्षित रह्यो। आज उमेश मोक्तान कुनै फिल्मको हिरो होइनन्, उनी वास्तविक जीवनका साँचो नायक हुन्। यस्तो साहस, सञ्जय, निर्णय र मानवताको उदाहरण विरलै देख्न पाइन्छ। उहाँको यो कार्यप्रति सम्पूर्ण नेपालीले गर्वका साथ सम्मान व्यक्त गर्नै पर्छ। धेरै धेरै धन्यवाद उमेश मोक्तान।